के गर्नु जिन्दगी यस्तै छ। हेलो गाइस, वेलकम ब्याक टु माई अनदर ब्लग। यहाँ हेर्नु न, आज चाहिँ म माने टाप बोकेर निस्किसकेको छु टापमा माटो हाल्न भनेर। हाम्रो घरमा चाहिँ जे माने लिची गाछको तल धेरै माने मलिलो माटो पाइन्छ, त्यही लागि म चाहिँ डाइरेक्ट जान्छु टापाहरूमा माटो हाल्न लिची गाछको तल। कोदालो बोकेर लिची गाछका पत्ताहरू चाहिँ सबै साइड गरेँ अनि अब माटो राखेर चाहिँ अनि यता म थालेँ टेस्टर बोकेर चाहिँ टापलाई दुल्को बनाउन। अब दुल्को बनाउन त तर एउटा ठाउँमा चाहिँ पट्टै भएर फुटिहालेछ। अब के गर्नु, जिन्दगी यस्तै हो भन्दै म थालेँ अब टापमा माटो भराउनलाई। एउटा दुईवटा तिनवटा गर्दै मैले चाहिँ 10वटा टापमा चाहिँ माटो भराइसकेँ। अनि अब टापमा माटो भराएर लानु त पर्यो, अनि छिटो फटाफट हुन्छ भनेर मैले 2टा अनि उता भाइलाई चाहिँ भनेर एउटा बोकाएर चाहिँ मैले अब फटाफटी काम सक्नलाई चाहिँ अब एक्सपर्ट नै त नि, मान्छे देखिसक्दा अराउन त मन लागिहाल्छ। त्यही लागि भाइलाई चाहिँ हराएँ। त्यति गरिसकेको बादमा हाम्रो घरमा चाहिँ माने कतिपय फुलहरू त्यो प्लास्टिकको पोलिथिनमा छन्। त्यसको कारणले पोलिथिनमा भएको कारणले होला सायद माने फुलहरू बढ्नै पाउँदैन। अलिकति सानोमै माने एकदम पानी नभेटेर बसे जस्तो खालको फुल हुन्छ। अनि हस्बेन्डले देख्नु भएछ, त्यही लागि ट्याप्ची ल्याइदिनु भएछ यसमा सार्नु है भनेर। अनि सबै फुल जति मैले त्यहाँ सारेर चाहिँ अनि पानी सानी दिएँ। फुललाई भर्खरै रोपेको, अब पानी दिएन भने त ओइलाइहाल्छ भनेर अनि म चाहिँ पानी दिन थालेँ। अब यहाँ हेर्नु न, यो फुलबारीमा त त्यो 10वटा टाप त कहाँ हराए। हेर्दा त टापै ल्याएको छैन र फुलै सारेको छैन जस्तो लाग्दो रहेछ। अनि अब लिप्नु थियो मलाई चुलो, गोबर लिएर आएर चाहिँ अब माटो अलिकति गरेर म चाहिँ गएँ अब पागरमा डाइरेक्ट चुलाको मुख लिप्नलाई। यो हाम्रो चाहिँ सिमेन्टले बनाउनु भएको थियो चाहिँ हस्बेन्डले चुला चाहिँ, त्यही लागि कति माने सधैँ चुलो चाहिँ भत्किहाल्छ। अनि के गर्नु, भत्किएको चुलो देख्दा पनि नराम्रो भन्दै अब जहिल्यै टाल्नुपर्छ यसलाई चाहिँ। अब फाइनल लुक भनौँ न, कति मान्छेको मात्रै फाइनल लुक हेर्नुहुन्छ रेडी भएको, चुलाको पनि हेरिदिनु। त्यति गरिसकेको बादमा अब म आएँ फेरि आँगन झाडु गर्नलाई, किनकि पत्ता गुट्काका अब प्याकेट सेकेट अब खाका प्याकेट सेकेट सबै हावाले पनि उडाएर लिएर आउँछ चाहिँ। अनि सबै अब आँगन वरिपरि झाडु चाहिँ मैले मारिसकेँ। त्यतिको बिचमा मैले चाहिँ आराम गर्दा धान्ने 4:30 जस्तो भएछ। यहाँ हेर्नु न, यो आँखो चाहिँ मेरो कति दिनदेखिबाट फुरफुराइरहेको छ दाहिने आँखो, खोइ के हुन आँटेको। हुन्छ त गाइस, आजलाई बाई।